हेलो हेलो म फेरि उपस्थित भएँ। आज चाहिँ उयो लिन अक्टोप्याडको चार्जर बिग्रेर बनाउनलाई जाँदैछु है गाइस। अनि त्यही हो, अब हेर्दै जाउँ के हुन्छ अघि आगे। अक्टोप्याडको चार्जर लिनु गएको है। ठ्याक्कै भन्नुपर्दा चाहिँ म यति बेला गाडीमा के अरे तरराबाट गाडीमा ट्याक्कै बसिरहेको छु चढेर। ठ्याक्कै मलाई कहाँ पाइन्छ भनेर थाहा नभएपछि यहाँ सफारी खोजेर एकजना अङ्कल भेटाए। अङ्कलले मलाई चाहिँ मजाले ल अब यताबाट यता जाउँ, त्यहाँबाट त्यहाँ हुनसक्छ भनेर देखाउँदै देखाउँदै लानुभयो। एकजना बुवा हुनुहुन्छ यहाँ सफारी कुदाउनु हुने चाहिँ, अनि उहाँले चाहिँ बुझ्नलाई जाँदै हुनुहुन्छ भित्र। हजुर हो त, बुझ्नुलाई भनेर एउटा पसलमा गएको तर पाइएन त्यहाँ। अब पहिलो पसल नपाएपछि हामी दोस्रो पसलमा गयौँ। ठुलो चाहिँ यो त अब तपाईँ जानु। अङ्कलले मलाई धेरै सहयोग गर्दै हुन्छ। अङ्कल भन्नु कि बुवा भन्नु, बुवाको आमा बाबा भन्दा भेटै हुन्छ, बुवा भनौँ न होइन। अनि धेरै सहयोग गर्दै हुनुहुन्छ उहाँको इच्छाले है। तर के गर्नु, अक्टोप्याडको एडाप्टर पाउँदै पाएन यो इटरीभरिमा। खोइ त बाजाहरू पाउने, इलेक्ट्रिकको सामानहरू पाउने एडाप्टर त ल त्यो पावर मिल्ने हुनु पाए हुन्थ्यो भन्ने जस्तो लागेको कि, तर पाइँदैन रहेछ। मरिकाटे त्यो प्लस माइनस के माइनस भन्दो रहेछ। तरिका गाह्रो छ। आज कृष्ण जन्माष्टमीको दिनमा चाहिँ कार्यक्रम गरेको थियो, तर के गर्नु साथीहरू, यस्तै गयो कार्यक्रम। अब अर्कै मान्छेलाई बोलाउनु हुन्छ होला दाजुले। अब यस्तै इलेक्ट्रिक सामान यत्तिकै घरमा थन्क्याएर राख्यो भने त्यस्तै हो, चल्दैन। अङ्कल बुझ्न जानुभएको छ, म एक्लै फत्र गर्दै बस्दैछु। 10-15 हजार कति आउँथ्यो कुनै कार्यक्रम कि आजको मात्रै लागि थियो कि के थियो, सायद आजको लागि मात्रै थियो कि आजबाट सुरु थियो कि त्यो चाहिँ सोधिनँ मैले। अब यस्तै हो साथीहरू। कहाँ पो पाउँछ पाइनियर भने अब त भइगयो। ल एकपल्ट हेरिदिउँ त्यसपछि त्यसपछि तपाईँलाई पनि भोक लागेको छ, म पनि गर्छु। मलाई भोक 11 बजेको छैन नि। 11 त बजेन हाम्रो, खोइ 11 के पो छ हौ। 11 बज्यो अब, 54 भएछ, 10:54। तपाईँलाई पुऱ्याएर जाँदाखेरि मलाई खासै त्यस्तो हुँदैन। किनभने 2 पैसा मलाई पनि हुने, काम पनि चढ्ने होइन हो। पाइनियर भन्ने होइन, पाइनियर ए गाडी यता राख्नुभन्दा नि। हजुर हेलो नमस्कार। यहाँनिर राख्नुभन्दा नखोलेको छैन नि। नखोलेको ठाउँमा तपाईँ के छ भने डिस्टर्ब हुँदैन। तपाईँ के बस्नु? म यहीँ बस्नु र म सोधेर आउँछु र अनि गर्छ भने तपाईँलाई बोलाउँछु। ए हो र? न तपाईँले गाडी घुरिहाल्छ। ठिक छ। त्यसबारे कसो होला, तपाईँलाई हिँड्नमा समस्या हुन्छ? सेवा गर्नुभयो, धन्यवाद। मलाई हिँड्न गाह्रो हुन्छ भन्दै सहयोग गर्दै हुनुहुन्छ अङ्कलले। मलाई हिँड्न गाह्रो हुन्छ साथीहरू, मलाई अब सहयोग गर्दै हुनुहुन्छ। खास हिँड्न गाह्रो भयो कि ठगेको हो कि मैले होइन, सहयोग गर्ने मान्छे भेट्दा। आई डोन्ट नो गाइस। जस कामले गर्दाखेरि एकजना अब सहयोगी मन भएको अङ्कलसँग भेट हो, त्यसमा चाहिँ खुसी छु म। कार्यक्रममा आउने जाने त्यो भनेको चाहिँ अब त्यस्तै हो। कहिलेकाहीँ भाग्यले साथ दिँदैन, सबैले साथ दिँदैन। बोलाउनु भयो मलाई
पार्टनर भन्नुभयो कि के हो भन्नुभयो। ल है गाइस, यत्रो दुःख गरेपछि पनि भएन भने त अब के गर्नु। कहीँ पाएन यो इटरीमा त अब अक्टोपट बजाउने मान्छे नै रहन्छ कि यार। खट मादर किबोर्ड होइन पायो, गिटार आउँछ पायो कि तर उल्टो भयो नि त। त्यो तार चाहिँ प्लस माइनसवाला। तर त्यो त खोलेर मिल्छ अरे। नखोलौँ होला त्यस्तो त, नयाँ सामानलाई के खोलिरहनु कि। बरु अहिले नकिन्ने, बरु कार्यक्रममा अहिले नजाँदा नि हुन्छ। फेरि फेरि अरू अरू पनि कार्यक्रम पर्ला नि, आउला। होला भएपछि जहिले अब घरमा बजाइराखिँदैन अनि कार्यक्रम कहिले आउँछ आउँछ। इमर्जेन्सी भन्नुभएको फेरि दाइले। हजुर दाइले इमर्जेन्सी हिँड भन्नुभएको फेरि। अनि त्यही भएर अनि सामान हेर्दा त बिग्रेको रहेछ अनि गाह्रो भयो। त्यो टाउकोले काम गरेर है त। तारले टाउको त्यो तारले पनि काम गरेर होला हौ। अब खोइ नयाँ तार हाल्दा नि टाउकोले काम गरेन, ए त्यही भएर। त्यो टाउको पनि तपाईँको खराब हुन्छ नि, तारै त हो। हो त। कपालका के तार हुन्छन्, हजुर तामाको तार। अनि कुनै एउटा तार झुक्यो भने त्यो कामै गर्दैन नि। हजुर। यो गाडी लाग्छ कि है? अब मलाई पनि अब अहिले भाइ ए गाडी घुमाउनलाई? होइन, म त घर जान्छु। अब तपाईँको घर चाहिँ कता अरे? टिस्टापट्टि पर्छ। ए एकदम बसेर जानुपर्छ है सिटमा? सिट त पायो भने त हो। उभिएर तपाईँ गाह्रो हुन्छ नि। खासै हुँदैन अब। मेरो छोरा ठिक छ नि। छोरा अरे? बसिछु। ए अब यसो गरौँ त, मान्छे तर राखो तर सिटमा हुन्छ, अलिकति अभार नहुन्छ, आँखा देखाउनु। हजुर त्यस्तो त ठिकै छ होइन, लानुहुन्छ खै अहिले पाउँदैन भन्नुहुन्छ कि? भेट्छ हो सर, लाग्यो त्यसो भन्नु हुँदैन क्या? सिट चाहिँ सिट हो पर्दैन, सिट बिना नै हिँडिहाल्छ नि। त्यसो जाँदा पुग्थ्यो। उयसमा तपाईँसँग अब मायाले भुत्तुकै पनि हो 100। मैले 50 मात्रै काटेँ ल, माइन छैन नि। हजुर एकैछिन म 400 रुपियाँ दिन्छु मलाई। त्यो पनि मिचेर दिनु पर्यो हो भने भनिदिएको। 100 200 तपाईँको इच्छाले दिनु न, त्यत्रो सहयोग गर्नु भएको छ। होइन ठिक छ। 250 दिनुभयो भने हुन्छ। 2 3 4। अब तपाईँले इच्छाले तपाईँ दिनुहोस्। इच्छा तपाईँ दिनुहोस् त्यो मलाई दिने भए 50 दिनु पऱ्यो, 60 दिनु पऱ्यो। दिनुहोस्, सहयोग गर्दै आएँ होइन। हो धन्यवाद। ल हुन्छ ल, फेरि भेट होला। तपाईँ यतै हुनुहुन्छ? हजुर हुन्छ। अङ्कलले धेरै सहयोग गर्नुभयो, अब दिउँ न त होइन। सहयोग गर्ने मान्छे त्यहीमाथि मलाई एकदम राजाको जस्तो व्यवहार गर्नुभयो अङ्कलले। चाहिँ टक्क लाएर कि बस बाबु, तिमीलाई म केही गर्नु पर्दैन, सबै सोध्ने काम म आफै गर्छु भन्नुभयो। त्यही हो, अब म चाहिँ लागेँ ल। अक्टोपटको चार्जर केही गरे पनि इटरीमा भेटेन। मलाई कार्यक्रमको लागि सम्झिनु हुने हाम्रो दाजु अमिन दाइलाई धेरै धेरै धन्यवाद भन्दै आजको लागि हामी बिदा चाहन्छौँ। हस्त नमस्कार।